हेलो एभ्रिवान, नमस्ते। हजुरहरूलाई स्वागत छ मेरो आजको नयाँ भिडियोमा। आज चाहिँ हामी चाहिँ यसो दिदीबहिनी मिलेर चाहिँ अब यसो मिलेर सँगै खाउँ न त भनेर हामीले चाहिँ आज प्लान बनाएको छौँ। मैले चाहिँ आज सेलरोटी हाल्न लगाएको छु। दिदीबहिनीहरूले चाहिँ आफ्नो आफ्नो अब के बनाउनुहुन्छ। अनि म चाहिँ अहिले सेलरोटी हाल्दैछु। यहाँ चाहिँ मेरो कराही तात्दैछ। अब यहाँ चाहिँ रोटीहरू राख्नलाई अब म चाहिँ रोटी बनाउँछु। मोमो पनि बनाउने हो। माथि बहिनीहरूले चाहिँ के बनाउनुहुन्छ। अब यहाँ रोटी बनाएर भ्याएर चाहिँ हामी चाहिँ उता पल्लो घरमा दिदीकोमा चाहिँ मोमो बनाउन जान्छु। म चाहिँ सेलरोटी हाल्दैछु अहिले। कस्तो टाउको पो बस्यो रोटीको त। अब म चाहिँ रोटीहरू बनाएर भ्याएँ, पल्लो घर दिदीकोमा जान्छु। अब म चाहिँ दिदीकोमा मोमो बनाउन जान्छु। अब यहाँ चाहिँ हामी फेरि मोमो बनाउने। खै दिदीले यो यति हो कि मा थोरै हो न। अनि मासु कति हो त? अनि 1 किलो के सब्जी हो दिदी? यो के हो? फिस फ्राई? फिस फ्राई यहाँ बहिनीको लागि अलग्गै छुट्टै राखिदिएको हो। यो चाहिँ मेरो लागि भेज। अब चाहिँ हाम्रो यहाँ मोमो बनाउन सुरु गऱ्यौँ है। अब मोमो बनाउने। दुई शब्द पनि बोल्दै होला नि त रिकर्ड हुँदै। मोमो फुल्लेला कि नफुल्लेला? तिमी चाहिँ फुल्लेको छ। मोमो बनाउँदै छौँ है। प्री दसैँ सेलिब्रेसन ह्याप्पी दसैँ आउँदा दसैँ आउन त पहिले गीत के अरे हाम्रो चाहिँ एक सेट मोमो भयो। यहाँ कोही गोलो कोही लामो छ कि। यो मोमो चाहिँ इस्ट हालेर बनाएको, अलिक ठुलो फुल्लिने खालको बनाउनु भनेर। हजुर के भन्नुभयो दिदी? यसको सेकेन्ड पार्ट आउँछ भनेर पनि अहिले पाकेपछि जब ठुलो हुन्छ नि त्यसलाई देखाइदिनु नि त सेकेन्ड पार्ट आउँछ भनेर। यो चाहिँ इस्ट हालेको वाला हो। अहिले पाक्दा चाहिँ मजाले फुल्लिन्छ। रेकै यो चाहिँ है टाइपो जस्तै, तर टाइपो चाहिँ होइन। नन भेजवाला सक्यो। अब यो चाहिँ भेज बनाउने। भेज चाहिँ यस्तो डिजाइन। हाम्रो चाहिँ अलिअलि मोमो पाकिसक्यो। यहाँ एक क्यासरोल भयो। यो चाहिँ नन भेज हो। आज शनिबार, म चाहिँ नन भेज खाँदिनँ कि, त्यही भएर मेरो लागि भेज बन्दैछ। यहाँ चाहिँ पाक्दैछ। यो वाला चाहिँ इस्ट हालेको वाला हो कि, फुल्लिँदैछ। ले चाहिँ मोमो बनाएर सक्यौँ। यहाँ दुईवटा भाँडामा पाक्दैछ मोमो। यसमा नन भेज, यसमा भेज पाक्दैछ। मोमोको लागि चटनी। यहाँ चाहिँ फिस फ्राई। गऱ्यौँ। अब खाना खाऊँ पहिला। अब हाम्रो चाहिँ प्री दसैँ आउँदैछ दिदी। ल सुरु। ओ
यो वाला चाहिँ इस्ट हालेको वाला हो कि भेज गोर्खा चटनी चिकन ग्रेभी त्यो के हो भुटुवा अनि यो सेलरोटी यो फ्रेन्च फ्राई अनि त यो फिस फ्राई यो मोमो हाम्रो आइटम अनि यो कोक भन्ने मैले चाहिँ यो बनाएको है दाइले बनाउनु भएको रे Cheers. अन्जिल अनन्या छैन यो चाहिँ इस्ट हालेको चाहिँ खानाहरू खाएर पनि भ्यायौँ बाई दिदी अनन्या मम्मी गइहाल्ने हो बाई 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 हाम्रो आजको पार्टी चाहिँ सकिसकेको छ हामीहरूले चाहिँ यसो दिदीबहिनीसँगै बसेर खाऊँ भनेर जस्तो एडभान्स दसैँ प्री दसैँ जस्तो टाइपले चाहिँ यसो खाऊँ न त सँगै बसेर भनेर बनाएर खाएको थियो आजको भिडियोमा चाहिँ यति नै अर्को भिडियोमा भेटौँला फेरि बाई बाई